विन नेपाल लघुवित्तको इफ्यू आज आइतबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज आइतबार बिहान 8 बजे आफ्नै कार्यालय ठमेल काठमाडौँमा इफ्यू बाँडफाँड गरिएको हो। यता विन नेपाल लघुवित्तको इफ्यू भाग्यमानी 5129 जनाले मात्रै प्राप्त गरेका छन्। यसमा मागभन्दा 455.91 गुणा बढी आवेदन परेको थियो। यसर्थ गोलाप्रथाबाट इफ्यू बाँडफाँड भएको छ। यसमा 19,74,709 जनाले कुल 2,33,84,520 किताका लागि आवेदन दिएका थिए, जसमा 5,129 जनाले मात्र शेयर हात पारेका हुन्। बाँकी 19,69,580 जनाको भने हात खाली भएको छ। कम्पनीको एफपीओमा आवेदन दिएकाहरूले एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेड सीडीएससी ले विकास गरेको आईपीओ रिजल्ट वेबसाइटबाट पनि हेर्न सकिनेछ। साथै मेरो शेयरमा लगइन गरेर आफ्नो पोर्टफोलियोमा गएर समेत हेर्न सकिन्छ। मेरो शेयरमा परेको छ भने अलुटेड भनेर देखाउँछ, नपर्दा नट अलुटेड देखाउँछ। कम्पनीले चैत 21 गतेदेखि 26 गतेसम्म प्रतिकिता 100 रुपैयाँ अंकित मूल्यमा 51,292.50 किता शेयर निष्कासन गरेको हो। कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को दफा 9 बमोजिम सर्वसाधारणको पुँजी संरचना 30% कायम गर्न कम्पनीले एफपीओ जारी गरेको हो। क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्युआर रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। केयर नेपालले 2081 चैत 8 गते यो रेटिङ दिएको हो। यो रेटिङ 2082 फागुन 22 गतेसम्म बहाल रहनेछ।